यहाँ चाहिँ प्लस्टरको काम हुँदैछ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो टोइलेट र बाथरुमसँगै छ र यहाँ एउटा स्टोर रुम पनि छ। यहाँ चाहिँ काम हुँदैछ, दाइहरूले घचाघच गर्नु भइरहेछ। अनि यतापट्टि सम्पूर्ण हामीले फिटिङ गरिसकेका छौँ है त। यो भागमा यहाँ कलर पनि लगाएर चरचित्त भइसकेको छ। यहाँ चाहिँ हाम्रो पावर सकेट रहन्छ, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ फिटिङ, यहाँनिर हाम्रो टिभीको पोइन्ट आउँछ। एउटा बत्ती राख्दैछौँ, अनि यतापट्टि एउटा बत्ती, अनि सबै कुराहरू यहीँबाट हुन्छ बाहिर यहाँ सबै। अनि कोठामा चाहिँ यो मैले पछि अस्ति ठुलो थियो, त्यही भएर मैले लगाएको थिएन। यो चाहिँ मैले अब फेरि टप्प लगाइदिन्छु। सिम्पल छ। यहाँ माथि 2टा बल्ब छ, अनि स्विच बोर्ड, पावर सकेट छ। सबै कोठामा त्यस्तै छ। यहाँ चाहिँ मेन फिटिङ गर्न बाँकी छ। स्विच बोर्ड सबै हालिसकेको छु। एउटा पावर सकेट यहाँ किचनको लागि अलिक कालो भएछ, केही छैन, तर टाइल लगाउँदाखेरि बराबर लेभलमा आउँछ होला जस्तो छ। अनि यहाँ चाहिँ किचनको भाग हेर्न सक्नुहुन्छ। यहाँ ड्रेनको लागि मैले एल्बो मात्रै हालेको छु। यहाँ चाहिँ सिङ्क बस्छ पछि। पावर सकेट फ्रिजको लागि यहाँनिर फ्रिज बस्ने हो, यहाँनिर पावर सकेट छ। यहाँनिर स्विच बोर्ड छ, माथि 2टा बल्ब छ। अनि यो पछि जिप्सन लगाएपछि फ्यान अथवा जिप्सन एउटा लाइट बिचमा राख्नलाई मैले सबै ठाउँमा त्यही गर्दैछु। हेर्न सक्नुहुन्छ है त साथीहरू।